अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगञ्जले 2081 मङ्सिर 25 गते बाँकेको जानकी गाउँपालिका वडा नम्बर 3 मा मानवाधिकार सूचना तथा स्रोत केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रको लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा इन्सेकका संस्थापकदेखि वर्तमान अध्यक्ष लगायत कार्यसमितिका सम्पूर्ण सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सूचना तथा स्रोत केन्द्र स्थापनाका लागि लुम्बिनी प्रदेशका माननीय सांसद, बुद्धिजीवी, व्यवसायीहरूको आर्थिक तथा अन्य सहयोगहरू रहेको थियो। हालसम्म लगभग 80 जना पीडित, विद्यार्थी तथा शोधकर्ताहरूले स्रोत केन्द्रको अवलोकन तथा अध्ययन अनुसन्धानका साथै पीडित सहायता समेत प्राप्त गरेका छन्। इन्सेक बाँकेको नेपालगञ्जमा स्थापना गर्न लागेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रले मानव अधिकार संरक्षण र सम्वर्धनका लागि क्रियाशील मानव अधिकार रक्षक तथा मानव अधिकार संस्थाहरूको साझा थलोका रूपमा विकास गर्ने सोच बनाएको छ। सामग्रीलाई साझा उपयोगका लागि विकास गरिनेछ। स्रोत केन्द्रमा मानवाधिकार प्रचलन र उल्लङ्घनहरूको विश्लेषणसहित मानवाधिकार मुद्दाहरूमा अनुसन्धान प्रतिवेदनहरू उपलब्ध हुनेछ। मानवाधिकार भनेको चाहिँ कसैलाई कस्तो लाग्छ भन्दाखेरि यो आफैमा कानुनको हो कि होइन, अदालतको हो कि प्रहरी प्रशासन जस्तै कुनै संरचना हो कि भन्ने होइन। यो पनि कानुनद्वारै निर्देशित हुने कुरा हो। यो पनि होइन, कानुनले जस्तै हाम्रो संविधान छ, मौलिक हक छ, तपाईँहरू जान्नै पर्छ। संविधान जान्न पाउँदैन भन्न पाइन्छ? पाइँदैन। तपाईँहरू जेसुकै पढ्नुहोस्, इङ्ग्लिसको धुरन्धर हुनुहोस्, म्याथको धुरन्धर हुनुहोस्, साइन्सको धुरन्धर हुनुहोस्, डाक्टर बन्नुहोस्, इन्जिनियर बन्नुहोस्, अरू के बन्नुहोस्, जेसुकै बन्नुहोस्, तर म त डाक्टर हो त्यसैले मलाई संविधान थाहा छैन भन्न पाइँदैन होइन। म इन्जिनियर हो त्यसैले मलाई कानुन थाहा छैन भन्न पाइँदैन। त्यसो हुँदाखेरि यो कुरोको लागि पनि तपाईँ हामीले बेला बेलामा समय निकालेर, आफ्नो अतिरिक्त समय निकालेर यस्तै खालका विभिन्न खालका सङ्घ संस्थाहरूमा जाने होइन, अध्ययनहरू गर्ने, लाइब्रेरीमा आउने, किताबहरूको लागि रिक्वेस्ट गर्ने, यस्तो खालको कामहरू हामीले गर्नुपर्छ। यो अहिले हामीले सामूहिक रूपमा तपाईँहरूलाई यो अवलोकन गराए पनि, छलफल गराए पनि, इन्डिभिजुअल आएर तपाईँको हामीले अतिरिक्त समयहरूमा विभिन्न विषयहरूमा बुझ्न हामीले सक्छौँ। तपाईँको 58-59 सालतिर चाहिँ कस्तो थियो त नेपालको मानव अधिकारको अवस्था? तपाईँलाई जिज्ञासा लाग्यो होइन? तपाईँको चाहिँ 58 सालको मानव अधिकार, 58 सालमा तपाईँहरू प्राय अलिक सानै हुनुहुन्थ्यो होला, त्यही पनि बुझ्न चाहनुभयो भने 58 सालको किताब खोज्नु। त्यो किताबमा तपाईँको सर भेट्न सक्नुहुन्छ। जस्तै 2009 भनेपछि नेपाली कहिले पऱ्यो भन्दाखेरि यो 9 भनेपछि तपाईँको 65 सालको परेछ होइन। यो 65 सालमा मानव अधिकारको अवस्था नेपालको, बाँकेको भन्न खोजिरहेको छैन मैले, नेपालकै के थियो, त्यसमा पनि कुन जिल्लाको मानव अधिकारको अवस्था कस्तो थियो, हाम्रो न्यायपालिकाले कस्तो काम गर्यो, कार्यपालिकाले कस्तो काम गर्यो, व्यवस्थापिकाले कस्तो काम गर्यो, त्यो तपाईँहरूले कलेजमा पनि अलिअलि त कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको बारेमा पढ्नु नि भएको होला होइन। ओ यस्ताले ती संस्थाले कसरी काम गरे भन्ने खालको कुराहरू, सबै कुराहरू तपाईँहरूले यो अध्ययन गर्नुभयो भने प्राप्त गर्न सक्नुहुन्छ। मानव अधिकारको अनुसन्धान, वकालत र अनुगमन कसरी गर्ने भन्ने बारे व्यवहारिक मार्गदर्शनसहित मानव अधिकार कार्यकर्ता, विद्यार्थीहरू र सङ्गठनहरूका लागि सन्दर्भ सामग्री तथा प्रशिक्षण सामग्रीहरू उपलब्ध हुनेछ। मानव अधिकारसँग सम्बन्धित संस्थाले गरेका असल अभ्यासहरू स्रोत केन्द्रमा उपलब्ध हुनेछ। मानवाधिकार स्रोत केन्द्र, मानवाधिकार रक्षक, मानवाधिकार संस्थाहरूले आफ्ना कार्यक्रम गर्न, मानव अधिकारका मुद्दाहरूमा सहयोग गर्न, अन्तर्क्रियात्मक कार्यक्रम गर्न फोरमहरू उपलब्ध गराउनेछ। स्रोत केन्द्र मानव अधिकारका मुद्दाहरू, यससँग सम्बन्धित भिडियो डकुमेन्ट्री तथा यस्ता विषयमा अन्तर्क्रियात्मक कार्यक्रम गर्न उपयोगी हुनेछ। मानवाधिकार सम्बन्धित गतिविधिहरू जस्तै प्रशिक्षण, कार्यशाला, बैठक र सामुदायिक कार्यक्रमहरूको लागि केन्द्रको रूपमा काम गर्दछ। यसले पुस्तक, जर्नल र मानव अधिकारसँग सम्बन्धित अन्य सामग्री भएको पुस्तकालय वा स्रोत केन्द्र पनि राख्न सकिनेछ। राज्यले चाहिँ मानव अधिकारको प्रत्याभूति हुन्छ भने नागरिकले के त भन्दा त्यसको अधिकार उपभोग गर्ने अधिकार राख्छन् होइन। त्यसको लागि हामीले के त सरकारलाई भोट हालेर होइन, चुनाव सरकार बनाएका हुन्छौँ, स्थानीय सरकार बनाएका हुन्छौँ, हामीले तिरेका हुन्छौँ होइन, विभिन्न आयकर मार्फत ट्याक्स तिरेका हुन्छौँ। त्यो के को लागि हो त भन्दा हाम्रो अधिकार संरक्षण गर्नको लागि अभिभावकीय अधिकार सुम्पेको हो कि होइन।
इभन के त भन्दा मानव अधिकारको विषय विश्वव्यापी छ भनेर पनि भनिन्छ। अमेरिकामा बस्ने मान्छेलाई पनि मानव अधिकार उसले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ। त्यसपछि यहाँ नेपालमा बस्ने नागरिक होस् अथवा कर्णालीमा जुम्लामा बस्ने नागरिक हो। भोला सरले भन्नुभयो मानव अधिकार के हो त भन्दा मानव अधिकार एउटाको उल्लङ्घन राज्यबाट गर्छ, व्यक्ति र व्यक्तिको बिचमा भएको चाहिँ अपराध हुन्छ होइन, अलिकति फरक छ। तपाईँले मैले यो नानीलाई कुटपिट गरेँ भने त्यो कुटपिट हुन्छ भने प्रहरीले पिटेको कुरालाई चाहिँ यातना भन्छ। आवश्यक आधारभूत अधिकारहरू के त मानव अधिकार हो होइन। र यसमा चाहिँ संयुक्त राष्ट्र सङ्घले के भन्छ त भन्दा प्रत्येक व्यक्ति स्वतन्त्र र समान गरिमासहित जन्मिन्छ। प्रत्येक व्यक्ति त जन्मदा त ऊ सबै समान गरिमा राख्छ नि त। एउटा बालक, एउटा निर्दोष बालक भनौँ होइन, सबै जन्मदाखेरि त बराबर हो नि त होइन भन्नु त। समान गरिमा र स्वतन्त्रता राख्छन् र सबैलाई समान अधिकार प्राप्त हुन्छ जन्मदाखेरि। कसैलाई पनि भेदभाव गर्न पाइँदैन, जाति भाषा लिङ्ग अहिले मैले उल्लेख गरेँ। त्यसपछि मानव गरिमाको सम्मान गर्नुपर्छ। तपाईँलाई पनि तपाईँको जे व्यक्तित्व छ नि त्यसको सम्मान विथ रेस्पेक्ट गर्नु पर्यो। नागरिक तथा राजनीतिक अधिकारमा के त भन्दा एउटा बाँच्न पाउने अधिकार हुन्छ, एउटा चाहिँ आफूलाई लागेको कुरा अभिव्यक्ति गर्ने, अभिव्यक्तिको स्वतन्त्रता भन्छ नि। कानुनको अधीनमा रहेर कसैलाई गाली गर्ने गरी भन्न भएन होइन, कसैलाई मर्यादामा ठेस पुग्ने गरी भएन, तर संविधान र कानुनको परिधिमा रहेर तपाईँलाई लागेको कुरा अभिव्यक्ति गर्ने, बोल्ने, लेख्ने स्वतन्त्रता सबैलाई छ होइन, अभिव्यक्तिको स्वतन्त्रता। त्यस्तै गरी मतदानको अधिकार, तपाईँलाई चाहिँ चाहेको व्यक्तिलाई भोट हाल्ने, गोपनीयताको गोप्य मतदान हो नि। मतदानमा पनि कसैले कसलाई हाल्ने अथवा कसलाई नराख्ने, कुन पार्टीमा लाग्ने भन्ने कुरा के त भन्दा यो राजनीतिक अधिकार अन्तर्गतको कुरा हो होइन। कुन विद्यार्थी सङ्गठनमा लाग्ने, अहिले त अब सङ्गठनहरू प्रतिबन्ध लगाएको अवस्था छ, तर सिद्धान्त त के हो त भन्दा आफूलाई मन परेको विचार होइन, आफूलाई मन परेको दलमा आबद्ध हुन पाउने, आफूले चाहिँ मन परेको उम्मेदवारलाई मतदान गर्न पाउने र त्यस्तै गरेर यो नागरिक तथा राजनीतिक अधिकारमा न्याय पाउने हक। कसैलाई अन्याय भयो भने न्याय, अपराधीलाई चाहिँ कानुन बमोजिमको कारबाही र पीडितलाई चाहिँ क्षतिपूर्तिको कुराहरू पनि हुनुपर्छ। यो पनि मानव अधिकारको विषय हो। मानवाधिकार स्रोत केन्द्र मानव अधिकार उल्लङ्घनबाट पीडित व्यक्ति र समुदायहरूलाई कानुनी सल्लाह परामर्शका लागि महत्त्वपूर्ण स्थान हुनेछ। मानव अधिकार स्रोत केन्द्रले मानव अधिकार उल्लङ्घनबाट पीडित व्यक्ति र संस्थाहरूलाई कानुनी समर्थन र सल्लाह प्रदान गर्न सक्छ। यसमा रेफरल सेवाहरू, कानुनी सहायता र समर्थनका अन्य रूपहरू समावेश हुन सक्छन्। मानव अधिकारको प्रवर्धन र संरक्षण गर्ने सेवा र स्रोतहरूको दायरा प्रदान गर्छन्। मानव अधिकारका मुद्दाहरूमा काम गर्ने व्यक्ति र संस्थाहरूलाई स्रोत, सूचना र समर्थन प्रदान गर्ने महत्त्वपूर्ण थलोका रूपमा मानव अधिकार सूचना तथा स्रोत केन्द्र विकास गरिनेछ। मानवाधिकारका लागि प्रभावकारी रूपमा वकालत गर्न, अधिक न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न, व्यक्ति र संस्थाहरूको क्षमता निर्माण गर्न यसको महत्त्व हुनेछ। यसै क्रममा बाँकेको आदर्श माध्यमिक विद्यालयका स्नातक अध्ययनरत विद्यार्थीहरूले यही मिति 2083 वैशाख 25 गते स्रोत केन्द्रको अवलोकनका साथै मानवाधिकारका आधारभूत विषयमा प्रशिक्षण समेत लिएका छन्। कार्यक्रममा सूचना तथा स्रोत केन्द्रका बारेमा विस्तृत जानकारी गराउने काम इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले गराउनु भएको थियो भने मानव अधिकारका बारेमा अधिवक्ता वसन्त गौतमले विद्यार्थीहरूलाई प्रशिक्षित गराउनु भएको थियो। एउटा नागरिकलाई सम्मानपूर्वक विथ डिग्निटी, मान्छेलाई चाहिँ सम्मानपूर्वक बाँच्नको लागि जति पनि आधारभूत आवश्यकताको कुराहरू पर्छ त्यो सबै के हो त मानव अधिकार हो।